हिजोसम्म यस्तो भरिभराउ भएको कोठा आज तपाईँहरूले देख्न सक्नुहुन्छ इट्स अल एम्प्टी एन्ड धेरैजनालाई रिजन थाहा भइसकेको छ किन यो खाली हुँदैछ। मैले क्विट गरेको होइन, आई एम रिसेटिङ माइसेल्फ, त्यो पनि नेपालमा गएर। र धेरैजनालाई चाहिँ नेपालमा गएर आफूले सिकेको कुराहरू मलाई जस्तै केही गर्ने होला, नयाँ अपर्च्युनिटीहरू एक्सप्लोर गर्न मन छ र आफ्नो कम्युनिटीलाई पनि एट द सेम टाइम ब्याक दिनु मन छ। सबै आफूले जानेको सिकेको र आफूसँग भएको रिसोर्सेसहरू युटिलाइज गरेर भने आइ एम थिङ्किङ अफ स्टाब्लिसिङ अर जोइनिङ अ कम्युनिटी समवेयर, हामी जस्तो लाइक माइन्डेड मान्छेहरू। किनभने हाम्रो कुरा चाहिँ नेपालमा बसिरहेको मान्छेहरूसँग ठ्याक्क माइन्डसेट म्याच नहुने रहेछ। त्यही भएर यदि अलरेडी कुनै एउटा कम्युनिटी छ भने प्लिज सजेस्ट मी, यदि छैन त्यस्तो कम्युनिटी भने लेट्स क्रिएट इट टुगेदर। र मेरो अगाडिको यो लिङ्कडिन प्रोफाइलमा चाहिँ गएर तपाईँहरू मसँग कनेक्ट हुन सक्नुहुन्छ। लेट्स प्लान, जो नेपाल फर्किसक्नु भएको छ अथवा नेपाल फर्किन चाहनुहुन्छ अथवा रिसेन्टली फर्किने तयारीमा हुनुहुन्छ, सबैजना चाहिँ लेट्स कनेक्ट र हाम्रो आइडियाजहरूलाई के अपर्च्युनिटिजहरू छ, के अब्स्ट्याकल्सहरू छ, हामी सबैको भ्यू पोइन्टमा बसेर लेट्स हेल्प इच अदर्स ग्रो। एट द सेम टाइम नेपाललाई पनि हामीले के दिन सकिन्छ भन्ने बारे पनि बसेर कलेक्टिभली वी क्यान डिस्कस।